हरेक ऐतिहासिक भवनका आफ्नै कथाहरू हुन्छन्। केही कथा इतिहासको पुस्तकमा लेखिएका हुन्छन् भने केही कथा समयका भित्रभित्र पौर्णम भएर बसेका हुन्छन्। आज हामी उभिएका छौँ नेपालगञ्जको मुटुमा रहेको एउटा यस्तो भवनको अगाडि जसले दशकौँसम्म नेपालको प्रशासन, राजनीतिक र परिवर्तनलाई आफ्नै आँखाले देखिएको छ। यो हो नेपालगञ्जको राजभवन। राजभवनको वास्तविक कथा बुझ्न हामीले समयलाई करिब 1.5 शताब्दीपछि फर्काउनु पर्छ। त्यो समय जब नेपालगञ्ज आज जस्तो व्यस्त सहर थिएन। सन् 1860 पछि बाँके क्षेत्र नयाँ मुलुकका रूपमा नेपालमा समावेश भयो। त्यसपछि राणा शासनले नेपालगञ्जलाई पश्चिम नेपालको महत्त्वपूर्ण प्रशासनिक तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्न थालियो र यही परिवर्तनसँगै सुरु भयो राजभवनको इतिहास। सन् 1934 राणा शासनकाल। यही समयमा राजभवनको निर्माण कार्य सुरु भयो। यस भवनको सपना नेपालका पहिलो फिल्ड मार्शल रुद्र शमशेर जङ्गबहादुर राणाका छोरा राज शमशेर जङ्गबहादुर राणाले देख्नु भएको थियो। तर भाग्यले साथ दिएन। केवल 37 वर्षको उमेरमै उहाँको निधन भयो। निर्माण कार्य अधुरो रहेपछि उहाँकी पत्नी जगत कुमारी राणाले त्यो अधुरो सपना पुरा गर्नुभयो। आज हामीले देखिरहेको यो भव्य राजभवन उहाँकै दृष्टि सङ्कल्पको जीवित प्रमाण हो। त्यो समय राजभवन केवल एउटा भवन मात्रै थिएन, यो नयाँ मुलुक क्षेत्रको प्रमुख प्रशासनिक केन्द्र थियो। यही भवन बडा हाकिमको आधिकारिक निवास पनि थियो। यहीबाट सरकारी प्रशासन सञ्चालन हुन्थ्यो र भारतसँगको सीमा पार व्यापार पनि हुन्थ्यो। सरकारी नीति कार्यान्वयन र सीमा व्यवस्थापन यही भवनबाट सञ्चालन हुन्थ्यो। यसैले राजभवन पश्चिम नेपालको प्रशासनिक शान्ति र राज्यको उपस्थितिको प्रतीक बनाएको थियो। त्यो समय नेपालका राजा त्रिभुवन वीर विक्रम शाह हुनुहुन्थ्यो भने देशको वास्तविक शासन राणा प्रधानमन्त्रीको हातमा थियो। त्यसबेला रुद्र शमशेर जङ्गबहादुर राणा देशको प्रधानमन्त्री हुनुहुन्थ्यो र नेपालको प्रशासनिक निर्णयहरू यस्तै भवनहरू मार्फत कार्यान्वयन गरिन्थ्यो। समय सँगसँगै राजभवनको भूमिका पनि परिवर्तन हुँदै गयो। आज यो भवन लुम्बिनी प्रदेशका प्रदेश प्रमुखको आधिकारिक निवासका रूपमा परिचित छ। तर राजभवन केवल सरकारी कार्यक्रम हुने ठाउँ मात्रै नभएर हाम्रो जानकारी अनुसार आज पनि यहाँ चौथो पुस्तासम्मको एउटा परिवार बसोबास गर्दै आइराख्नु भएको छ। राजभवनको परिसरमा विभिन्न प्रजातिका फुलहरू छन्। हरियालीले भरिएको यो वातावरणले भवनको ऐतिहासिक सौन्दर्यलाई अझै पनि आकर्षण बनाएको छ। हामीले त्यहाँ बसोबास गर्ने हजुरआमासँग पनि कुरा गर्ने अवसर पायौँ। उहाँको सरलता, आत्मीयता र विनम्र व्यवहारले यो भवनप्रतिको माया स्पष्ट महसुस गरायो। करिब 17 कट्ठा क्षेत्रफलमा फैलिएको यस राजभवनमा 40 भन्दा बढी कोठाहरू रहेका छन्। यहाँ हरेक कोठा, हरेक आँगन र हरेक भित्ताले नेपालगञ्जको इतिहासको एउटा अध्ययन मौन रूपमा बोकेर उभिएको छ। इतिहास केवल किताबका पान्नामा सीमित हुँदैनन्। कहिलेकाहीँ इतिहास यस्तो भवनका भित्ताभित्र सास फेरिरहेको हुन्छ। राजभवन केवल एउटा भवन होइन, यो नेपालगञ्जको इतिहास हो, प्रशासनको सम्झना हो, संस्कृतिको पहिचान हो र समयको मौन साक्षी हो। यसलाई जोगाउन हाम्रो इतिहास जोगाउनु हो। यदि तपाईलाई यो भिडियो राम्रो लागेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरेर साथ दिदिनु होला। म हुँ मेभरिक।